हेलो साथीहरू, तपाईँलाई स्वागत छ मेरो सानो भ्लगमा। आज चाहिँ मलाई अलिकति सन्चो फिल भइरहेको थियो 2-3 दिनदेखिबाट चाहिँ, त्यही भएर चाहिँ अलिकति हेल्थ चाहिँ केयर गर्नुपर्छ नि त। अनि त्यही भएर चाहिँ म लगातार 3 दिनबाट चाहिँ हस्पिटल चाहिँ म धाइरहेको छु। अस्ति चाहिँ मैले ब्लड टेस्ट गरेको थिएँ, अनि हिजो चाहिँ रिपोर्ट आउनको लागि बोलाएको थियो साथीहरू। अनि आज पनि बोलाउनु भएको थियो 2 बजे 2:30 बजेतिर दिनमा। अनि तर 2:30 बजेतिर चाहिँ हाम्रो चाहिँ गएको थियो जान चाहिँ 3जना चाहिँ पनि हुनुहुन्छ। हामी 3जना चाहिँ जान चाहिँ गएको थियो, तर त्यहाँ ल्याबको म्याम नै हुनुहुँदो रहेनछ। फोटो खिच्नको लागि राम्रो छ त्यो ठाउँहरू, अनि त्यही भएर फोटो खिच्नु पर्ला भनेर चाहिँ हामी यहाँबाट भएर आएको थियौँ। यहाँ चाहिँ हाम्रो म्याथी प्रहरीहरू हुनुहुन्थ्यो उहाँ, त्यही भएर थोडा हमको शरम आ गयो, इसीलिए चाहिँ हामी फोटोसोटो नखिचेर चाहिँ हामी भ्लग बनाउँदै हिँड्दैछौँ साथीहरू। तपाईँहरू देख्न सक्नुहुन्छ उहाँहरू चाहिँ हाम्रो आउँदै गरेको चुनावको लागि चाहिँ हाम्रो दाजुभाइ हाम्रो दिदीबहिनीको तयारी हुँदै हुनुहुन्छ।